हेलो साथीहरू, गुड इभिनिङ सबैलाई। म चाहिँ साँझपख थियो बिहान घरबाट हिँडेर पहाडको यात्रा गर्दै थिएँ। हाल म अहिले पुर्ख्यौली घर डोटी जाँदैछु। बाटोमा जाँदाखेरि कस्तो राम्रो प्राकृतिक दृश्यहरू देखिँदैरहेछ। हेर्नुहोस् साथीहरू, कस्तो राम्रो पहाड छ, भिरपाखा जङ्गल, पखेराहरू छन्, कति राम्रो ठाउँ छ, रमाइलो ठाउँ छ, एकदम राम्रो। र भिरको बाटो भएर गाडीहरू हिँड्ने कति राम्रोसँग। हेर्नुहोस् न साथीहरू, कति राम्रो छ। पुर्ख्यौली घर डोटी यहीँको कडगाउँमा रहेको। कडगाउँ जाने बाटो चाहिँ यो भिरमा बनेको छ साथीहरू। एकदम डरलाग्दो बाटो छ। हेर्नुहोस् कति, मलाई त रमाइलो लाग्यो, कति राम्रो ठाउँ छ। फेरि जाँदाखेरि डर लाग्ने पनि उत्तिकै गिर्ला चाहिँ भइहाल्छ साथीहरू। गाडीमा भिरको बाटो छ। हामी चाहिँ पुर्ख्यौली घर पहिलो पटक जाँदैछौँ डोटीको कडगाउँमा। र यो बाटो रहेको छ एकदम डरलाग्दो। गाडी रोकी जानुपर्ने, घरि कस्तो हुने ढल्कने क्या साथीहरू, डर लाग्ने, एकदम डरलाग्दो बाटो छ। फेरि वन पाखा डाँडा देख्यो भने उसै मन रमाउने क्या साथीहरू। एकदम रमाइलो ठाउँ छ डोटी। एकदम डाँडा काँडा मन पराउनेलाई प्राकृतिक पहाडहरू, हिमालहरू, खोला पखेराहरू मन पराउनेहरूलाई एकदम राम्रो छ डोटी। हेर्नुहोस् साथीहरू, बाटो पनि कस्तो बनेको थियो। घरि गाडी रोकी गाडी ड्राइभर दाइले चलाउँदै हुनुहुन्थ्यो। हामी चाहिँ अब पुर्ख्यौली घर डोटी पुगेपछि चाहिँ अब नेक्स्ट भिडियो ल्याउनु छ साथीहरू। यो चाहिँ पहाड जाँदाखेरि डोटी पुर्ख्यौली घर कडगाउँ जाँदाखेरिको भिडियो साथी। अब नेक्स्ट भिडियोमा अरू है।